हेलो गाइस, म अहिले जनकपुरको यो 12 बिघा भन्ने ठाउँमा छु है साथीहरु। 12 बिघा यसरी कम्पाउन्डिङ गरेर राखिएको रहेछ। 12 बिघा यहाँहरुलाई देखाइरहेको छु। यस्तो छ जनकपुरको 12 बिघा। यहाँ चाहिँ पहिले नेताहरूले निकै राम्रो भाषण गर्ने ठाउँहरु हो भनेर चिनिन्छ यो ठाउँलाई। धेरैवटा कार्यक्रमहरु गर्ने ठाउँ 12 बिघा रहेको छ जनकपुरको। यहाँनिर देख्छौं अहिले गाडीहरु पार्किङ भइरहेको छ। यहाँनिर यो मञ्च स्टेज हो के अरे। म चाहिँ यहाँ भन्दा अगाडि बढ्न सकिन है साथीहरु। यहाँनिर चाहिँ अब यस्तो छ, कसरी अगाडि जाने। अब पानी नै पानी छ। यतापट्टि यति धेरै फोहोर छ कि कुरा नगरौं। ल हेर्नुस्, यस्तो छ जनकपुरको 12 बिघा।